Hello plus two guys. अब IELTS गर्ने कि PT गर्ने त Have you already made up your mind or you are yet to make decision? Well, we are here to help you what is best for you भनेर त्यसैले यही Wednesday 11 June को दिन we are holding a master session. It is called IELTS or PT भनेर It is more of a orientation class जहाँ चाहिँ नि हामीले IELTS र PT को बारेमा चाहिँ डिटेलमा पढ्छौं but then again we have devised a certain kind of a test. It is kind of a level test जहाँ चाहिँ हामी तपाईको लेभल चेक गर्ने छौं र तपाईको ड्रीम डेस्टिनेसन अनुसार तपाईलाई हामीले गाइड गर्ने छौं कि IELTS तपाईलाई राम्रो हुन्छ कि PT राम्रो हुन्छ भनेर वेल यो दुवै टेस्ट चाहिँ नि तपाईको इंग्लिश ल्याङ्ग्वेज प्रोफिसिएन्सी टेस्ट हो र तपाईको एउटा प्रोफिसिएन्सी चेक गर्ने हो बट देन अगेन तपाईले जुन टेस्टमा धेरै मार्क ल्याउन सक्नुहुन्छ त्यही टेस्ट नै तपाईले पक्कै गर्नुहुनेछ सो दैट्स व्हाई इट्स गोइङ टु बी भेरी हेल्पफुल यही जुन 11 मा A1 ग्लोबल कन्सल्टेन्ट बिजुली बजार आर्क ब्रिज को ठ्याक्कै छेउको ब्लू ग्लास को बिल्डिङ सी यू